हेलो नमस्कार साथीहरू। आज चाहिँ हामी खोलातिर माछा मार्न आएको। अब कपडा सपडा चेन्ज गरेर भाइले भर्खर कपडा चेन्ज गरिसक्नु भयो। अब खोलातिर पानीमा डुब्ने तयारी हुँदैछ। खोला चाहिँ धमिलो धमिलो सानो सानो ठिकै छ, बढेको छैन त्यति। केटाहरूमा माथि गएका छन्। हामी यहाँबाट हजुर माछा खाने भए अब सम्पर्क गर्दै गर्नु होला। अर्कोचोटि आउँदाखेरि तपाईहरुलाई पनि लिएर आउँछौँ। कहाँबाट कताबाट आउने हो? कताबाट आउने हो? यताबाट म कहाँ आउने हो? समाउन त यहीँबाट आउँछु। अच्छा गएर अरे यहाँ माछा उफ्रिन्छ क्या अरू पानीमा भयो भने त फुत्लुक्कै गइहाल्छ। ल म चाहिँ भिडियो बनाउने खुट्टा गन्ने रहेछ। के अहिले आम्ला क्या तल माथिर निस्किनु बेला कि माथिर जाने र यहाँ हाल त्यहाँ छैन। अरे माछा आयो, माछा आयो। भित्रै छ। कहाँबाट लौरो लिएर आयो नि? लौरो उहाँ रहेछ कि पारी? ल ल ल ल ए खुट्टा सबै जाने रहेछ। नगरे अर्को गरे। ल ल ल हेर माछा हल्ला छ है। यही भाँचियो लो अड्क्यो अड्क्यो फटेला अड्क्यो। भाग्यो सनसन आएर खैल्यो। एउटा काँडे आएछ यत्रीको, एउटा असला। माछा चाहिँ भगाउने होइन, फटेलामा आएको जति पिरुङ्गीमै हाल्नुपर्छ। हो ए ए ए ए पुरै उफ्रियो त। ए यताबाट आयो, ए यताबाट भाग्यो पुरै। यहाँबाट पुरै गयो। यसले अल्लाइदियो कि यहाँ यार। यसलाई निकाल्नु त। यसमा पायो यसमा त
नाङ्गो थैट धेरै क्या ल माछा ए एउटा आछ 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 हेर माछा आछ है माछा आछ माछा आछ माछा हे भाग्यो भाग्यो हानो 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 आयो माछाको काल एउटा भाग्यो यस्तो अल्दाइ दिएपछि भइयो क्या माछा जति यार भागे यत्रो माछा यार कथा त हाने है सानसानो एकैचोटि दुई तिनवटा त भाग्यो है ठुलो आयो आयो भाग्यो चप्पल गर्ने रहेछ ए भाग्यो यतापट्टि गएर माछा जति यता माछा सब भाग्यो माछा उफ्रिएर यहाँ फेरि यता आउने ठाउँै रहन्छ खुसी नि कि यहाँबाट फेरि उतापट्टि जाँदैछ वरपर छ उतापट्टि भागिसक्यो एउटा त्रिका भयो नि हेर्नु न ऊ त्यत्रो त्यो अलिक ए आउँछ डुलो पर्छ डुलो रहेछ यता यतातिर आयो भने त छोपिने रहेछ माछा यहीँ छ भिजा कुन हल्लाउने यो पल ए उरेन्छ ल छिर्या छिर्या निकाल्यो हौ त्यस्तो तल छैन यताबाट हल्लाउनु पर्छ छैन पल छैन ल भागिहाल्छ क्या फटाक फुटुक राख्ने सानसानो माछा होइन सानसानो माछा
डल्ले माछा डल्ले माछा जाने ल अब लाग्यो है मासतिर अब हाम्रो मेन अड्डामा जाने हेर्नुहोस् पारी चाहिँ थोर्गाको वन राटामाटा यसको पारीपट्टि सिधा तल चाहिँ रेडी हेलो हामी चाहिँ तल 12-15वटा असला मारेर अब जहाँ दवाल सुकाउने हो त्यहाँ आइसक्यौँ केटाहरूले वहाँ काम गरिरहेको छ यसलाई चाहिँ सुकाएर पारीपट्टिबाट सानो खोला छ त्यहाँबाट हाल्ने हो हामी चाहिँ अब माछा कट्टीको चाहिँ यहीँ सुकाएर हामी माछा भयो भने यहीँबाट फर्किने मात्र फेरि अर्को ठाउँ सुकाउनु पर्ने हुन्छ ढुङ्गा चाहिँ एकदम चिप्लो छ त्यही भएर अलिक सतर्कता पाएर हिँड्नुपर्छ नत्र मोबाइल डुब्न सक्छ पानीमा हाम्रो मिन भाइ निमे के गर्ने अब सेक्ने हो तलपट्टि सेक्नुपर्छ क्या एउटा यहाँ एउटा त कुदेर लिएको ल म आएँ झोला माथि राखेर असला मात्रै हो एउटा इत्रीको काँडे छ मात्र सबै असला बोधमा नि रहेछ बोधमा छैन असला असला हो इत्रो एउटा काँडे छ सानो ल केटाहरूले यहाँ काम गरिरहेछन् धेरै पर्ने रहेछ पानी लाउनु पर्दैन कि तर पानी लाउने हुन्न पानी लाउने त माछा छापाएर झरिहाल्छ त अन्त शंकर ठुलोमा जाल लगाम सानोमा कुँदेलो यता ल हामी चाहिँ यहाँ जाल लगाउने हो माछा तलतिर नभएको भनेर यता चाहिँ कुदेलो अलि सानो छ पानी चाहिँ यता ल भिडियो एकैछिन पोस्ट गर्छु
ल साथीहरू माछा चाहिँ मारिएन खासै अलिअलि झोल पानी मारियो यहाँ सुकाउन भनेको पनि सकिएन हिँडे के ला फेरि ल माछा चाहिँ मारिएन केटाहरूले चाहिँ के गोरा मारेर लिएर आएन सुकाउने ठाउँ माथि रहेछ नि राम्रो यार जाम जाम दिपक माछा है गोरा मार्नु भयो ल ल आऊ छिटो गइहाल्ने क्या अब घटा राखेको र अघि छैन खाली गरेको खाने हो यो चिज आउने डम्ब बनाइन्छ क्या मैले मेरो फोनमा भेटाएर यार एक्लै झ्याउ लाग्यो उता जोटेको हेर्न जान्छु कति माटो मार्नु गऱ्यो एकचोटि एउटा मारे त्यति एउटा मार्दा पनि मार्ने कुन घटेर बस अहिले छिन ल हामी चाहिँ घरतिर लाग्यो है माछाको बोरा भरियो शङ्करले यहीँबाट जाने अब यहाँ त हुन्न यस्तो मकै बारी धर्याम धर्याम केटाहरूले छोडेर आयो ल धानको बिमा यस्तो पानी लगाउँछ ल भर्खर राखेको होइन अघि राखिसकेको थिएँ त्यही त भन्दा घरको बिचबाट बाटो छ खै ल हाम्रो गाडीहरू चाहिँ यहाँ पार्किङ छ पानी पऱ्यो रहेछ है माछा कुदेला राख्नु खोटेको रे अहिले पसिना के गर्छ के छ खबर माछा मारियो नि कहाँनिर राख्ने अगाडि अगाडि झुन्न कि नखसालोस् नि फेरि ल है माछा त मारिएन अब आँप चाहिँ टिपेर लिएर जाने हो भीम भाइ माथि गछन्
बिरुवा अर्को निकै ल हटाउनु त हटाउँछ जोला हाल्ने स्वरूप ल आँप चाहिँ मजाले टिपिएछ ल सालाउटो मेरो चौचको प्लास्टिक हुन्छ न उठाऊ क्या छिटो